हेलो गाइज, आज पनि म हजुरहरूको सामु एउटा नयाँ भ्लग लिएर आएको छु। आज चाहिँ माघीको दोस्रो दिन, तर हाम्रो घरमा अझै माघी सकिएको छैन है गाइज। अनि आज पनि हामी सबै परिवार कृष्ण दिदी, सुषमा दिदीको साथी कोमा गएका थियौँ। उहाँले इन्भाइट गरेर अनि त्यसपछि हामी त्यहाँ पुग्यौँ। अनि बिहान ब्रेकफास्ट चाहिँ हामीले यस्तो चिजबाट गऱ्यौँ है, ढिक्रीहरू, अनि त्यसपछि माघीको स्पेसल, चौधरीहरूको स्पेसल ढिक्री, अनि यो गन्जीहरू, तरुलहरू सबैबाट। अनि आज चाहिँ मैले नयाँ चिज खाएको, त्यो हो चाहिँ उसुनेको पम्पकिन फर्सी। अनि ठिकै लाग्यो है गाइज मलाई त्यो। अनि उहाँहरूको हात नै मिठो के गाइज। अनि त्यसपछि हामी फेरि सुषमा दिदीको साथी बैबाङ पद्मा दिदी कहाँ गयौँ, हाम्रो गोमा दिदीको घर पनि है। अनि त्यहाँ गयौँ, एकदम मजाले इन्जोय गर्दै हामी गयौँ है। अनि त्यसपछि बाटोमा रमाउँदै, अनि त्यहाँ दिदीको घर चाहिँ एकदम आनन्द लाग्ने कि, एकदम त्यहाँको इन्भाइरोमेन्ट वरिपरि होइन, यस्तो मजा लाग्ने कि गाइज। अनि हामी त्यहाँ चाहिँ धेरै बेरसम्म बस्यौँ, बच्चाहरू पनि खेल्न थाले, रमाइलो गऱ्यौँ, अनि फेरि खान थाल्यौँ। कति अटाएको होला यो पेटमा पनि है गाइज। अनि यस्तो ह्याबी ह्याबी चिज चाहिँ खायौँ। अनि उहाँको स्पेसल त्यो ऊ चाहिँ खानै पर्ने अरे कि, कोदोको जुस भन्नुहुन्थ्यो। अनि एकछिनमा चाहिँ डान्सको व्यवस्था पनि भयो, मजाले हामीले चौधरी डान्सहरू हेऱ्यौँ, हामी आफै पनि इन्जोय गऱ्यौँ गाइज, रमाइलो गऱ्यौँ। अनि एकछिन नाच्यौँ हामीहरू मजासँग। अनि एकछिनमा चाहिँ यो चौधरीको स्पेसल यो पैसा टिप्ने हुँदो रहेछ कि, अनि यो पनि मजाले हेर्न पाइयो, कस्तो दुःख गरेर टिप्नु हुँदो रहेछ। अब उहाँहरूको कल्चर नै त्यही होला है, यसले चाहिँ हामीले एकदम सम्मान गर्नुपर्छ। अनि त्यो मजाले इन्जोय गऱ्यौँ हामीले मैले त हो बच्चाले पनि इन्जोय गरिरहेको थिएँ। हेर्नु न, मजाले उफ्रेर मेरो छोरी कति खुसी छिन् है। हामी मजाले इन्जोय गऱ्यौँ। अनि लास्टमा फर्किँदा चाहिँ उररीको स्पेसल चाय खाएर चाहिँ हामी फर्किने बेलुका भइसकेको थियो फर्किने बेला। थ्याङ्क यू फर वाचिङ गाइज, थ्याङ्क यू।